Welcome back to my channel again. अनि आज चाहिँ हामीले नयाँ डिश लिएर आएका छौं. गेस गर्नु होला कुन देशको हो भनेर गेस गरे त? बहराइनको खाना लिएर आएका छौं हामीले आज. अनि यो खानाको नाम चाहिँ मकबुस हो. Mokbus. Wow. I love mokbus. Yeah, let's try. है त? Yes. Yummy. म चाहिँ पहिला यतिकै ट्राई गर्छु अनि ल खा है त. ल खा है. Wow, looks so yummy. मिठो छ. ठ्याक्क बिरयानी जस्तो हुँदैछ तर छुट्टै टेस्ट. बिरयानी जस्तो चाहिँ टेस्ट छैन तर बिरयानी जस्तै हुँदैछ. त्यो तरकारी भात र तरकारी मिक्स गरेर मुसेर खान्छ नि त्यस्तै स्वाद छ नि हैन. कागतिन मन पर्छ कागतिन छ. मासु पनि छ है. मासु चाहिँ छैन भन्ने थाहा होला. मासु पनि छैन. मासु नि चाहिँ चिकन मकबुस हो. ल्याम मकबुस पनि हुन्छ, बिफ मकबुस पनि हुन्छ. हामीले चाहिँ चिकन मकबुस बनाएको. कस्तो मिठो भयो. थ्याङ्क यू. पिरो छैन है? पिरो छ. पिरो लाग्यो तिमीलाई? मलाई पिरो लाग्छ. तिमीले धेरै पिरो खान्छ त्यही भएर होला. धनिया कति मनपर्छ. हल्का पिरो अनि हाम्रो तरकारी र भात मिक्स गरेर पकाएको जस्तो छ. स्वाद चाहिँ मिठो छ है. मिठो. वाह, कस्तो मजाको पाकेको चिकन है. मजाको भयो. मिठो है. तातो भयो. तातो. यो एज युजुअल हाम्रो खाना बनाएको भिडियो चाहिँ लिङ्क डिस्क्रिप्सनमा हालेको छौँ. गएर चेक गर्नु होला. लाइक सब्सक्राइब सेयर गरिदिनु होला. यदि लिङ्कमा नगएर डाइरेक्ट सर्च गर्न पनि सक्नुहुन्छ. राजेश महर्जन छ हैन? लिङ्कमा गन्छ डाइरेक्ट यो डाइरेक्ट खान पाउँछ नि त. तर धेरै अरू खानाहरू पनि प्रकारहरू धेरै छन्. त्यसो त्यही भएर डाइरेक्ट राजेश महर्जन सर्च गर्दा नि कति टाइम लाग्छ बनाउन? 1 घन्टा होला. 1 घन्टा. र 10 बज्यो.
So yummy. Delicious. झन् कागती निचार एक त ओहो साह्रै मिठो भयो मलाई चाहिँ भातहरूमा त त्यो कागतीहरू खानु मन पर्दैन क्या पोर्कमा मात्रै हो त्यति मलाई मन पर्दैन मलाई त मनपर्छ मलाई त स्वादै गएको जस्तो लाग्ने क्या के भनेको मिठो हुन्छ है मैले एकचोटि मैले दुबईमा पनि ट्राई गरेँ कि कुन मिठो लाग्यो त धेरै मिठो छ नि अफकोर्स मेरो बुढाले बनाएको मिठो हो तिमीलाई त्यहाँ लागेन हो Please try this at home है एकदम मिठो छ तिमी फर्स्ट हुन लाग्थ्यो म फर्स्ट भएँ म फर्स्ट हो नि मेरो सक्यो भयो मेरो पनि सक्यो एकदम मिठो लाग्यो है मकबुस मिठो थ्याङ्क यू फर वाचिङ थ्याङ्क यू फर वाचिङ है अनि फेरि अर्को भिडियो लिएर आएर आउनेछु अर्को कन्ट्री अर्को देशको आज चाहिँ हामी बरेनमा पुग्यौँ अर्को पालि हामी अर्को देश जानेछौँ लेट्स एक्सप्लोर सी यू नेक्स्ट टाइम See ya. Bye.